हे गाइज गुड मर्निङ। ल आज हामी चाहिँ नि यो फेवातालको किनारको आसपासमा छौँ। आजको मर्निङ पिटी चाहिँ आज केटाहरूलाई चाहिँ यता लिएर आएको छौँ। ल आज गुड फ्राइडे। गुड फ्राइडेको दिनमा चाहिँ यिनीहरूलाई यो खरेको साइडमा चाहिँ नि आज ल यहाँ केटाहरूको ल फोटो सेसन हुँदैछ। माइक ल्याउन बिर्सेछ है। हेर न हेर त फोटो खिचिदिने हो, फोटो खिचिदिने हो। अन्त तेरै आइफोन रहेछ। ल आज चाहिँ वेदर बिहान पानी परेको कारणले गर्दाखेरि आज हामी चाहिँ आज ट्रेनिङमा अलि ढिलो भयो निस्किन। ल माथितिर एकदमै सारङगढी एरियातिर कुहिरोले डममा चाहिँ छोप्याछ। ल कोही ठुली चाहिँ यता छ भने कोही फोटो खिच्दैछ। ल केटा भ्लग गइरहेछ है कडा। ल हाम्रो विशालजी दैलेखबाट होइन। ल फेस टूको लागि तयारी गर्दैछ। केटाहरूको यहाँ घुमघाम हुँदैछ। ल हाम्रो हिजो आएको राकेश राई घर कहाँ रे बाबु? मेरो खोटाङ छ, खोटाङ जिल्ला होइन। जिसीको फेज 1 सिलेक्सन पास भएर फेज 2 को लागि तयारी गर्नको लागि पोखरा छ। ल ठिक छ, राम्रो तयारी गर्ने। ल ल ठिक छ। ल यता बाजे टोली छ है। ल बाजे टोली फेज 1 पास भयो, फेज 2 को लागि एकदमै चाहिँ कडा तरिकाले ट्रेनिङ गर्दैछ। अनि कस्तो भइरहेछ त ट्रेनिङहरू? आज माइक ल्याउनु बिर्सेछ। ट्रेनिङ अब कस्तो भन्नु। ल यता आइज नि, यसो ताललाई अलिकति यसो देखाएर गफ गरौँ न। राम्रै हुँदैछ ट्रेनिङ राम्रो भयो। राम्रै हुँदैछ। अलिक कालो पो आयो त। राम्रो भइरहेछ। ल ठिक छ, एजुकेसन राम्रै गरे के अरे होइन। धन्दै अलि फुलमा फुलै अलि आएन है। ल ठिक छ, पुलअप राम्रै गइरहेछ होइन। के कसो यसपालि भर्ती लाग्यो ल? कतिको छ आज? कतिको छ? 50-50 छ। किनहरू 50-50 के छ? त्यस्तो समस्या केही छ? समस्या छैन त लागिहाल्छ फेरि। ल राम्रो गर। अलि माइक ल्याइदिन, अलि मजाले कुरा गरौँ ल। यही त हो है। ल यता पनि झिसीको धावक छ। ल के छ बाबु, तयारी कस्तो हुँदैछ? एकदम राम्रो भइरहेको। गुल्मी जिल्लाबाट होइन? हजुर गुल्मी जिल्ला। गुल्मी जिल्ला गाउँपालिका कि नगरपालिका? गुल्मी दरबार गाउँपालिका। गुल्मी दरबार गाउँपालिका। ल ल फर्स्ट एटेम्पमै राम्रो गरेछ। अब फिजिकल राम्रो गर्ने। यसपालि जिसिम भर्ती लाएर जाने चाहिँ लक्षण चाहिँ छ। ल ठिक छ। अनि अब तिम्रो चाहिँ जिल्लाबाट, तिम्रो आफ्नो गाउँ ठाउँबाट आउने साथीहरूले के भन्न चाहन्छौ त? अब अर्को वर्षको लागि आउनु पर्यो होइन। सबैजना रिगल गोर्खा ट्रेनिङ सेन्टरमा एडमिसन हुनुलाई राम्रो छ। यहाँको सुविधा एकदम ट्रेनिङ नि राम्रो छ। सबैजना आइदिनु होला यहाँ। के भन्नु चाहन्छु? ल अब मलाई हेरेर थाहा हुन्छ होइन। हजुर मैले राम्रो गरिराखेको छु हो। ल ठिक छ। ल राम्रो गर। ल यता हाम्रो कान्छा हिरो देखिएको छ त। ओहो यत्रो अलि कालो देखाउँदै, यत्रो गोरो देखाउँदो रहेछ। ल कान्छा तिम्रो घर चाहिँ? बसेर कुरा गर्नुहुन्छ। वडा नम्बर 7। ल ठिक छ। कति भयो कान्छा आएको? 1 महिना भयो। 1 महिना भयो। कुन एन्टीको लागि तिमी?
28 को है 27 28 को इन्टेकको है ल ठिक छ अनि कलेजको तयारी हुँदै कलेज पनि पढ्दैछ यता पनि लागुको लागि तयारी गर्दैछ होइन अनि कलेज कहाँ पढेछौ जेएमसी कलेज ल अब कलेज कति बेला छ बाबु 11 बजेदेखि 4 बजेसम्म बिहानको 11 बजेबाट बेलुकाको 4 बजेसम्म चाहिँ कलेज छ बिहानमा चाहिँ ट्रेनिङ गर्छ होइन जस ट्रेनिङहरू राम्रै भइरहेको छ प्रगति कतिको भइरहेछ राम्रै हुँदैछ हो अलिकति कपाल अलिकति मिलाउनु पायो भने है ल ठिक छ राम्रो गर्नु है त ल है कडा कडा गइरहेछ है यहाँ भ्लग गइरहेछ केटा ल किसुन तामाङ छ यहाँ हाम्रो यो पूर्व जिल्ला होइन पूर्व जिल्लाबाट चाहिँ फेज 1 सिलेक्सन पास भएर हाम्रो रिगल फ्यामिलीसँग जोडिया छ ल तिम्रो भन आफ्नो परिचय देऊ सुरुबाट नमस्ते मेरो नाम चाहिँ किसन तामाङ म चाहिँ ओखलढुङ्गा जिल्लाबाट र म चाहिँ 19 वर्षको भएँ र अहिले चाहिँ म यहाँ बिए को ट्रेनिङ गरिरहेको छु इन्टेक 26-27 को लागि र आशा छ फाइनल पुगी भर्ती लागेर जान्छु फेरि चाहिँ हो र 100% हो 100% ल राम्रो तयारी गर्ने है त प्रगति भइरहेको छैन होइन यसको ल ल ल ठिक छ ल